ल साथीहरू, यो माथि तपाईँहरूले जुन यो लेखेको हेरिराख्नु छ नि, यो हाम्रो एमालेका नेता, चर्चित नेता महेश बस्नेतज्यूले लेख्नुभएको छ। यसलाई राम्ररी पढ्नुहोस् एकचोटि है, राम्ररी पढ्नुहोस् एकचोटि र भन्नुहोस् के बुझ्नुभयो तपाईँले। म भन्दैछु के लेखिएको छ त्यसमा। यसमा केही शब्दहरू लेखिएको छ। जल्लाद भन्ने शब्द लेखिएको छ। कसलाई भन्दाखेरि जेएनजी आन्दोलनमा उत्रेका ती बच्चाहरूलाई, जुन बच्चाले आफ्नो हक र अधिकारको लागि रोडमा गएका थिए र जुन बच्चालाई टाउकोमा ताकी ताकी गोली हानेर मारे र लुटेरा भनिएको छ। र यो पनि लेखिएको छ कि ती लुटेराहरू जब सडकमा आए तब त्यसको प्रतिरोधमा हामी आयो। अब त जवाब पाउनुभयो होला नि, टाउकोमा ताकी ताकी गोली किन हानिएको थियो त्यो बेला। यिनीहरूको नजरमा ती जेएनजी बच्चाहरू, ती कलिला बालकहरू लुटेरा रहेछन्, जल्लाद रहेछन्, देश विरोधी रहेछन्। त्यसैले यिनीहरूले टाउकोमा गोली हानिदियो हाम्रो बच्चाहरूलाई। जुन बच्चा हाम्रो हक र अधिकारको लागि रोडमा उत्रेका थिए, शान्तिपूर्ण आन्दोलन गरिरहेका थिए, त्यो बच्चाहरूलाई यिनीहरूले जल्लाद, लुटेरा हेरे। त्यो बच्चाहरूमा, त्यो स्कुलको ड्रेसमा, युनिफर्ममा हिँडेको बच्चाहरूलाई यिनीहरूले लुटेरा हेरे, जल्लाद हेरे। र जब लुटेरा र जल्लाद अगाडि देखिन्छ नि, त्यसलाई वास्तवमा टाउकैमै ताकेर गोली हान्ने हो। र हाम्रो बच्चा यिनीहरूको नजरमा लुटेरा र जल्लाद भएर यिनीहरूले टाउकोमा ताकेर गोली हान्यो। अब त बुझ्नुभयो नि, गोली किन चल्यो, कसरी चल्यो र कसको सिधा आदेशमा चल्यो भन्ने कुरा। अनि लास्टमा फेरि पनि यिनीहरूले के लेखेको छ यसले भन्दाखेरि कि त्यो बेला जेल तोडेर जेल जलाएर भगाएका कैदीहरू सामूहिक लुटपाटमा संलग्न रहेको र उसलाई हामी समातेको छौँ भनेर। अब म अनुरोध गर्न चाहन्छु नेपाल पुलिसलाई, यो जुन फोटो देखाइएको छ, यो कहाँको फोटो हो, कस्तो फोटो हो, र यो सम्बन्धी रिपोर्ट छिटोभन्दा छिटो सार्वजनिक गरोस्। होइन भने नेपाल पुलिसलाई यो फोटोको र अहिले भक्तपुरमा कस्ता कारबाहीहरू गरिएको छ त्यो म रिपोर्ट देखाउँछु। मसँग छ रिपोर्ट। जे मनमा आयो त्यही लेखिदिने, जे मनमा आयो त्यही भनिदिने। अहिले जति पनि मान्छेहरूलाई समातेको छ र यसले प्रुफ देखाउन खोजिरहेछ नि, त्यो त्यही एमालेको गुण्डाहरू थियो जसलाई समातेको थियो र जेलबाट भागेर बसिरहेको थियो र अहिले समाजमा नकारात्मक म्यासेज पठाउनको लागि यिनीहरूले त्यसलाई पक्राउ गरेको देखाएको छ। ती एमालेका गुण्डाहरू थिए। नेपाल पुलिसलाई म अनुरोध गर्न चाहन्छु, कृपया प्लिज छिटोभन्दा छिटो यो रिपोर्ट सार्वजनिक गर्नुहोस् तपाईँ। धन्यवाद। अब जनताले आफै बुझ्नु जरुरी छ कि कसलाई भोट गर्ने। अब अझै पनि मधेसी जनता या नेपाली जनताले एमालेलाई भोट गर्छ भने मलाई केही पनि भन्नु छैन। तपाईहरूले चाहेको देशै यस्तो, यो भ्रष्टाचारीहरूले कब्जा गरेको देशै चाहनुहुन्छ। अझै पनि तपाईँहरू चाहनुहुन्छ कि तपाईँको बच्चाहरूलाई रोडमा ताकी ताकी टाउकोमा गोली हानियोस् भने दिनुहोस् भोट एमालेलाई। होइन भने परिवर्तन गर्नको लागि बालेनलाई भोट दिनुहोस् र बालेनलाई प्रधानमन्त्री बनाउनुहोस्। घन्टीमा भोट हाल्नुहोस्, घन्टीमा ठोकेर। थ्याङ्क यू, धन्यवाद। जय बालेन, जय घन्टी।